स्वर्गीय पिता, तपाईँलाई धन्यवाद। आजको दिन तपाईँले असल बनाउनु भयो र सुन्दर बनाउनु भयो प्रभु, धन्यवाद। बिहानदेखि लिएर प्रभु यो बेलुकीको साँझको समयसम्म प्रभु तपाईँ हाम्रो साथमा रहनुभयो प्रभु, धन्यवाद। हाम्रो दिनभरिको प्रत्येक यात्रा र प्रत्येक काममा प्रभु तपाईँ हामीसँगै रहनुभयो र हामीलाई सहायता र सुरक्षा दिनुभयो प्रभु, धन्यवाद। दिनभरिको प्रत्येक काममा प्रभु तपाईँ हाम्रो साथमा रहनुभयो र हामीलाई सहायता दिनुभयो प्रभु, धन्यवाद। आज दिनभरिको हामीले गरेका प्रत्येक यात्रामा प्रभु तपाईँले हामीलाई सहायता र सुरक्षा दिनुभयो प्रभु, धन्यवाद। आउन सक्ने हरेक प्रकारका समस्या बाधाहरूदेखि छुट्याइकन प्रभु आजको दिन तपाईँले सुन्दर बनाउनु भयो प्रभु, धन्यवाद। र फेरि हामीलाई सकुशल आफ्नो वासस्थान फर्काउनु भएको छ प्रभु, धन्यवाद। तपाईँको महान प्रेम र महान सहायता र सुरक्षाको लागि प्रभु, धन्यवाद। सधैँभरि नै प्रभु तपाईँको सहायता र हामी सुरक्षा माग्दछौँ प्रभु। आजको दिनमा प्रभु तपाईँले हामीलाई नयाँ नयाँ कुराहरू सिक्नलाई अवसर प्रदान गर्नुभयो प्रभु, धन्यवाद। आजको दिनमा प्रभु जति पनि मानिसहरूसँग भेट्यौँ प्रभु ती मानिससँग कुरा गर्नमा प्रभु तपाईँले हामीलाई सहायता गर्नुभयो प्रभु, धन्यवाद। आजको दिनमा प्रभु जति पनि कामहरू गऱ्यौँ प्रभु त्यो प्रत्येक काममा प्रभु तपाईँले हामीलाई सफलता दिनुभयो प्रभु, धन्यवाद। हाम्रो प्रत्येक यात्रामा प्रभु तपाईँले हामीलाई सफलता दिनुभयो प्रभु, धन्यवाद। हामीले गर्ने कामहरूमा प्रभु तपाईँ हामीसँगै रहिकन प्रभु हामीलाई सहायता प्रदान गर्नुभयो प्रभु, धन्यवाद। थ्याङ्क यू फादर, थ्याङ्क यू लर्ड प्रभु, धन्यवाद छ तपाईँलाई आजको दिनको लागि र आजको समयको लागि र आजको यो सुन्दर जीवनको लागि प्रभु, धन्यवाद छ। हामी तपाईँको आशिष र अनुग्रह माग्दछौँ प्रभु, धन्यवाद छ। आजको रात र आजको समयलाई पनि प्रभु म तपाईँको हातमा राख्दछु प्रभु। तपाईँले हाम्रो दिनभरिको प्रत्येक यात्रा र प्रत्येक काममा जसरी सफल बनाउनु भयो र असल बनाउनु भयो प्रभु, त्यसै गरी नै प्रभु अनि आजको रातलाई पनि प्रभु म तपाईँको हातमा राख्दछु। आज रातभरिको प्रभु समयलाई म तपाईँको हातमा राख्दछु। रातभरिको जीवनमा प्रभु हामी तपाईँसँग प्रभु विश्राम लिँदछौँ प्रभु। रातभरिको प्रत्येक समयमा प्रभु तपाईँ हाम्रो साथमा रहनुहोस् र हामीलाई मिठो निन्द्रा अनि मिठो दर्शन प्रदान गर्नुहोस् प्रभु। हाम्रो घरको चारै कुनामा, कोठाको चारै कुनामा प्रभु पवित्र आत्मा स्वर्गदूतले घेर्नुहोस्। हाम्रो टोलको वरिपरि, घरको वरिपरि चारै कुरामा प्रभु पवित्र आत्माको स्वर्गदूतले घेर्नुहोस् र हामीलाई मिठो निन्द्रा अनि मिठो दर्शन दिनुहोस् प्रभु, धन्यवाद। हामी तपाईँलाई फेरि पनि धन्यवाद दिन्छौँ प्रभु। आजको दिनसम्म प्रभु तपाईँले हामीलाई सुरक्षा राख्नु भएको छ, स्वास्थ्य राख्नु भएको छ, तन्दुरुस्त राख्नु भएको छ प्रभु। त्यसको लागि पनि प्रभु तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु प्रभु। आज हामी जहाँ छौँ प्रभु सबै तपाईँको प्रेम, तपाईँको अनुग्रहले गर्दा प्रभु हामी छौँ प्रभु, धन्यवाद छ। आजको दिनसम्म प्रभु तपाईँले हामीलाई विभिन्न प्रकारका समस्या दुर्घटनाहरूदेखि प्रभु जोगाइकन प्रभु तपाईँले हामीलाई आफ्नो छाया अनि छात्र मुनि बाँध्नु भएको छ प्रभु, धन्यवाद छ। तपाईँको महान प्रेमको लागि, महान सहायता र सुरक्षाको लागि प्रभु, धन्यवाद। आज हामी जहाँ छौँ प्रभु केवल तपाईँको प्रेम र तपाईँको अनुग्रह र तपाईँको निगाहले गर्दा हामी छौँ प्रभु, धन्यवाद छ। तपाईँको महान प्रेम र महान सहायता र सुरक्षाको लागि प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। आजको दिन तपाईँले असल बनाउनु भयो र सुन्दर बनाउनु भयो प्रभु, धन्यवाद छ। दिनभरिको प्रत्येक यात्रामा अनि प्रत्येक काममा प्रभु तपाईँ हामीसँगै रहिकन र हामीलाई सहायता र सुरक्षा प्रदान गर्नुभयो प्रभु, धन्यवाद। त्यसै गरी प्रभु आजको रातलाई हामी तपाईँको हातमा राख्छौँ र आजको रातको लागि प्रभु हामी तपाईँसँग सहायता र सुरक्षा माग्छौँ। हामी सुत्छौँ, निदाउँछौँ प्रभु, हामी तपाईँको प्रेममा, हामी तपाईँको आशामा हामी निदाउँछौँ प्रभु। भोलि बिहान उठेर फेरि प्रभु हामी नयाँ बिहानीको किरणसँगै हामी नयाँ दिन सुरुवात गर्ने मौका हामीलाई प्रदान गर्नुहोस् भनी हामी त्यो आशाका साथमा हामी निदाउँदछौँ र आजको रातको लागि हामी तपाईँसँग विश्राम लिँदछौँ र तपाईँले हामीलाई सहायता र सुरक्षा दिनुहोस् प्रभु। आजको रातलाई प्रभु तपाईँले आशिषमयको रात बनाउनुहोस्, असल रात बनाउनुहोस्, हामीलाई असल दर्शनहरू देख्ने प्रभु दिन र सपनाहरू देखाउनुहोस्। असल प्रभु मिठो निन्द्रा अनि मिठो दर्शन देख्ने प्रभु हो प्रभु हामीलाई रातहरू दिनुहोस्। हाम्रो मिठो दर्शन अनि मिठो निन्द्रा हामीलाई प्रदान गर्नुहोस् भनी हामी तपाईँसँग हामी बिन्ती अनि प्रार्थना चढाउँदै प्रभु आजको रातको लागि तपाईँसँग सहायता र सुरक्षा माग्छौँ र हामी तपाईँको अगाडि हामी
विश्राम लिन्छौँ। प्रभु भोलि बिहान उठेर फेरि प्रभु तपाईँलाई धन्यवाद दिन पाऊँ र तपाईँको नाउँलाई उचाल्न पाऊँ र तपाईँसँग फेरि नयाँ दिनको सुरुवात गर्न पाऊँ र नयाँ यात्राको सुरुवात गर्न पाऊँ भन्ने आशाका साथ प्रभु हामी आजको रातको लागि तपाईँसँग आशिष र अनुग्रहको लागि विश्राम लिँदछौँ। येशू तपाईँको नाममा आमेन।